आदरणीय दर्शक श्रोताहरू, गाब्रिएल एनके श्रेष्ठ यहाँलाई हार्दिक स्वागत गर्दछ अनलाइन गोस्पल नेटवर्कमा। जय मसीह, नमस्ते। आज म यहाँलाई बिना भूमिका सिधै एउटा प्रश्न गर्छु के तपाईले जीसस क्राइस्टलाई आफ्नो परमेश्वर र मुक्तिदाता भनी ग्रहण गर्नुभयो? गर्नुभएको छैन भने सुन्नुहोस्, शरीरको मृत्युपछि तपाई कहाँ पुग्नुहुन्छ त्यो अनिश्चित छ। यो म किन भन्दैछु थाहा छ तपाईलाई? आउनुहोस् म रहस्यको पर्दा उघार्छु। अब हामी ईसाईहरूको जीवन इस्टर महोत्सवसँग घनिष्ठ रूपले जोडिएको छ। जीसस क्राइस्टले हाम्रो पापको बोझ उठाउनलाई क्रुसमा शरीर त्याग गर्नुभयो। उहाँलाई चिहानमा लगेर गाडियो। अरू जस्तो उहाँ चिहानमा गाडिरहनु भएन। उहाँ चिहानबाट बौरी उठ्नुभयो। उहाँको बौरी उठाएको दिनलाई नै हामी इस्टर भन्दछौँ। त्यसपछि उहाँ ठाउँ ठाउँमा देखा पर्नुभयो। उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ। उहाँले मृत्युलाई जित्नुभयो। उहाँले मृत्युलाई जित्नु भएको दिन नै हामी इस्टरको रूपमा सम्झना गर्दछौँ। शरीर त सबै मान्छेको नष्ट हुन्छ, तर आत्मा त्यसको मात्र नष्ट हुन्छ जसले जीसस क्राइस्टलाई आफ्नो परमेश्वर र मुक्तिदाता भनेर स्वीकारेको हुँदैन। जीसस क्राइस्टले हाम्रो सट्टा आफूलाई बलिमा चढाउनु भयो, तर त्यसको लाभ लिन हामीले उहाँलाई आफ्नो बनाउनु अत्यावश्यक छ। औषधिको आविष्कार भएर मात्र पुग्दैन। जबसम्म रोगीले त्यसलाई खाँदैन, नखाएसम्म रोग कसरी निको हुन्छ र? जीसस क्राइस्टलाई नस्वीकारेसम्म उहाँले बगाउनु भएको रगतले हाम्रो जीवनमा काम गर्दैन। यही नै हो इस्टरको साँचो सन्देश। यसर्थ ढिलो नगर्नुहोस्। नजिकै चर्च छ भने गइहाल्नुहोस्। जीसस क्राइस्टलाई आफ्नो मुक्तिदाता र परमेश्वर भनी ग्रहण गर्नुहोस्। जीवनको यो महान अवसरलाई किमार्थ नगुमाउनुहोस्। शरीरको अन्त्यपछि तडपिँदै रुँदै र छटपटाउँदै बाँच्नु नपरोस्। पवित्र बाइबलको मत्ती पुस्तकको 28 अध्यायको 18 पदमा भनिए अनुसार पृथ्वीको मात्र होइन, स्वर्गको समेत सारा अधिकार जीसस क्राइस्टमा छ। हामी शरीरको अन्त्यपछि पनि बाँच्न चाहन्छौँ भने जीसस क्राइस्टलाई ग्रहण गर्नुको अर्को कुनै विकल्प छैन। दर्शक श्रोताहरू, समाचार सन्देश सुनेर त्यसै नबस्नुहोस्, आफ्नो धारणा पनि व्यक्त गर्नुहोस्। हामी स्वागत गर्दछौँ। अनलाइन गोस्पल नेटवर्क हामी आफ्नो घाँस काटेर चलाइरहेका छौँ। हामीलाई यो काम गर भनेर रुपैयाँ पैसा दिएको छ भन्ने भ्रम फैलाइएको छ, जो सत्य होइन। आफ्नो कमाईको केही अंश छुट्याएर सुसमाचार सन्देश छर्न हामी खटिरहेका छौँ। हाम्रो एउटै उद्देश्य छ कि जीसस क्राइस्टलाई परमेश्वर र मुक्तिदाता भनी हरेक मानिसले स्वीकारुन् र हरेकले अनन्त जीवन प्राप्त गरून्। हवस् त दर्शक श्रोताहरू, आजको सुसमाचार सन्देश कार्यक्रम यही सकिन्छ। फेरि नयाँ विषय लिएर उपस्थित हुने बाचा गर्दै र इस्टरको सबैलाई शुभकामना दिँदै बिदा चाहन्छु। धन्यवाद।